भाइ म यहाँ अलिक धेरै नै मोटाए जस्तो छ है, के गर्नु पर्ला त अब? आउनुहोस् दर्शकबिन, तपाईँलाई आज म मोटी दिदीको भाइका रूपमा प्रस्तुत गर्छु। मेरो मोटी दिदी यति धेरै मोटी छिन् कि उनको मोसो बढेसँगै उनी भैँसीको अर्को उपनाम बन्न पुगिन्। उनको खप्पर यसरी विकास भयो। त्यसले गर्दा मोटी दिदीको ओजन बढ्न थाल्यो। मोटी दिदीको ओजन बढ्न थालेसँगै अफिसमा निरन्तर 4वटा कुर्सी भाँचिन थाले र कुर्सी क्रमशः फेर्ने क्रममा अफिसलाई नै लोन लिनुपर्ने अवस्था आइपुग्यो। पहिले हेर्दा साह्रै उची मान्छे चुची अलिकति छुची छिन् भने पछिल्लो समय उनी यस्तो गर्न थालिन्। खाने संख्यालाई बढाउँदै जाँदा भूमध्य क्षेत्रमा पनि उनको प्रभाव पर्न थाल्यो। उनले फुड मान्डुदेखि लिएर विभिन्न संस्थाबाट खानेकुराहरू मगाउन थालिन्। काठमाडौँमा बस्दै गर्दा र फुड मान्डुबाट खानेकुरा लिँदै गर्दा उनको ओजन